आगमन भएको छ। सबैजना यथा स्थानमा ग्रहण गर्नुहोला। गुरुदेवका मुखारविन्दबाट आज हामी विभिन्न महान महान भक्तहरूको वीर गाथाहरू गुरुदेवको मुखारविन्दबाट सुन्नेछौँ। एकचोटि जोरदार सबैले ताली बजाएर जोरदार गुरुदेवको स्वागत गर्नुभयो। युवा हुनुहुन्छ, प्रष्ट वक्ता हुनुहुन्छ, श्रीमद् भागवतको रस रसिक प्रवक्ता हुनुहुन्छ। आउनुहोस्, उहाँलाई दिव्य व्यासासनमा हामी स्वागत गर्दैछौँ। सबैजनाले म सँगसँगै गाउनुहोला, ताली बजाउनुहोला। गुरु माता पिता गुरु बन्धु सखा तिम्रो चरणमा स्वामी मेरो कोटि प्रणाम। तिम्रो चरणमा स्वामी मेरो कोटि प्रणाम। भक्तवत्सल भगवान को आनंद गंध भगवान को मंगलम भगवान विष्णु मंगलम गरुणाध्वज मंगलम पुंडरीकाक्ष मंगलाय तनो हरे। सदा परिभवग्नमवेष्टदोहं तीर्थास्पदं शिवविरञ्चिनुतं शरण्यं विद्यार्थिहं प्रणतपालभवाब्धिपूतं वन्दे महापुरुषते चरणारविन्दं। बोले भक्तवत्सल भगवान को, आनंदकंद भगवान को। यो शिवरामा उल्लासमा आएर यसरी भागवत कार्यक्रम आयोजना गरिदिनुहुने पौडेल परिवारमा हार्दिक नमन सम्मान शुभाशीर्वाद जोरदार तालीले। आज हामी अन्तिम दिवसमा छौँ। अब भोलिदेखि हाम्रो भेट फेरि भगवानको यसरी सान्निध्यमा भेट होला नहोला। जोरदार तालीले पौडेल परिवारलाई सम्मान गरिदिनु होला। यसरी भेट्ने मौका दिलाइदिनु भयो। यहाँ आउनुभएका समस्त गुरुवर्गहरू कलाकार वर्गहरूमा हार्दिक नमन सम्मान जोरदार तालीले उहाँलाई स्वागत गरिदिनु होला। जय शम्भु, जय राधे। हाम्रो औपचारिक रूपले कार्यक्रम त सकिसकेको छ, तैपनि हामी आजको सन्ध्याकालीन केही समय रहनेछौँ। यहाँ भगवानका लीलाहरू अनि नाट्य कार्यक्रम पनि रहेको छ। त्यस कारणले गर्दाखेरि म यहाँ हजुरहरूको समक्षमा आएको छु। हजुरहरूसँग मैले हिजो बिदा पनि मागेको थिइनँ, आज बिदा पनि मागौँला भनेर है। आउनुहोस् सबैजनाले है, सबैजना गाउनु होला, एकदम आनन्द आउँछ। आजको रात्रिकालीन यो जागरामको कार्यक्रम हामी भजनबाट सुरु गऱ्यौँ। हरे राधे राधे गोविन्द गोविन्द राधे 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 गोविन्द गोविन्द राधे। हाम्रो कलाकार गुरुहरू हुनुहुन्न, अब सम्झिनुहोस् उहाँहरू हुनुहुन्न, तपाईँ र म मात्रै छौँ। बिना कलाकारको कार्यक्रम भइरहेछ। त्यस्तै गरी भने है हामी कसैले बजाउनुहुन्न हजुरहरूले। अब आज चाहिँ मैले अस्ति 2 टिम लगाएको थिएँ।
आज रात्रि जागरण पनि छ। यहाँ विभिन्न किसिमका खेलहरू पनि हुन्छ। 2 टिम हुन्छ यहाँको। भरे यो टिम र यो टिम चाहिँ 2टा टिम लाउँछु। बाहिरको टिमले जित्ने कि भित्रको टिमले जित्ने है। यहाँ अहिले केही समयमा हाम्रो स्याउ पनि खाने कार्यक्रम हुन्छ। हजुरहरूले स्याउ टोक्नुपर्ने हुन्छ। आफ्नो प्रतिनिधि आफ्नोबाट को हुनुहुन्छ एकजना आउनुपर्छ। रेडी हुनुहुन्छ? हजुर रेडी हुनुहुन्छ? खोइ बा भित्रकोले रेडी हुन्छ नि हात उठाउनुहोस् त। भित्रको टिमले हात उठाउनुहोस् त। ल को रेडी हुनुहुन्छ? सबैजना खोइ 2-4 जना मात्रै, त्यति मात्रै हो। 1-2 जनाले हात उठाएपछि त ल है। बाहिरको हात उठाउनुहोस् त। रेडी हुनुहुन्छ? खोइ अहिले यतिकै भयो त कसरी साथ दिने जस्तो लागेन मलाई। धोकामा पर्नु होला है। प्रश्न पनि सोध्नेछु अनि जसले धेरै अङ्क, जुन टिमले धेरै अङ्क ल्याउँछ त्यो होल टिमलाई चाहिँ हामी अन्तिमसम्म जो बस्नुहुन्छ सबैजनालाई हामीले यहाँ भगवानको प्रसादी राखेका छौँ। प्रसादी वितरण गर्नेछौँ है त। भोलि भक्तवत्सल भगवानको अचम्मको प्रसादी छ। फेरि त्यो सानोतिनो होइन नि, फेरि अचम्मको ठुलो छ। सोच्नु होला भगवानको हलुवा दिनुहुन्छ भनेर, त्यो होइन नि, अचम्मको प्रसादी हो। यहीँ खोल्नुपर्छ है त। भोलि भक्तवत्सल भगवानको। ल भित्रको रेडी हुनुहुन्छ? खोइ ल रेडी भयो हात उठाउनुहोस् त। ल अलिकति धेरै उठायो। बाहिरको हात उठाउनुहोस् त एकचोटि। हो ल अब अहिलेदेखि सुरु हुन्छ तपाईँहरूको काउन्टिङ। अब भजन गाउँछु। जसले ठुलो स्वर आउँछ, हाम्रो यहाँ निर्णायक यहाँ हुनुहुन्छ है आजको। सबको निर्णय उहाँले गर्नुहुन्छ। भोलि भक्तवत्सल भगवानको। सब हेर्नुहुन्छ, नाचेको पनि हेर्नुहुन्छ, जय भनेको पनि हेर्नुहुन्छ। जताको टिमले धेरै राम्रोसँग नाच्ने, धेरै जय भन्ने, त्यतैले पोइन्ट जोडिँदै जान्छ है त। भोलि भक्तवत्सल भगवानको। अहिले चाहिँ 60-60 नै छ है। विचार गर्नुहोस्, अब बढाउनुहोस्। राधे राधे गोविन्द गोविन्द राधे। यसो बुझ्नु भएन हजुरहरूले? हजुरहरूको पाली आउँछ। जस्तै यो हात उठायो भने यता भित्रकोले भन्ने, यो हात उठायो भने यताकोले भन्ने है। फेरि हजुरहरूले बोल्नाले गर्दाखेरि भित्रलाई सपोर्ट हुन सक्ला है। कुन विचार गर्छ? ल राधे राधे गोविन्द गोविन्द राधे। गोविन्द राधे राधे गोपाल राधे। राधे राधे गोविन्द गोविन्द राधे। गोविन्द राधे राधे गोपाल राधे। राधे राधे गोविन्द गोविन्द राधे। गोविन्द राधे राधे गोपाल राधे। राधे राधे गोविन्द गोविन्द राधे। गोविन्द राधे राधे गोपाल राधे। राधे राधे गोविन्द गोविन्द राधे। गोविन्द राधे राधे गोपाल राधे। राधे राधे गोविन्द गोविन्द राधे। गोविन्द राधे राधे गोपाल राधे। राधे राधे गोविन्द गोविन्द राधे। गोविन्द राधे राधे गोपाल राधे। राधे राधे गोविन्द गोविन्द राधे। गोविन्द राधे राधे गोपाल राधे। राधे राधे गोविन्द गोविन्द राधे। गोविन्द राधे राधे गोपाल राधे। राधे राधे गोविन्द गोविन्द राधे। गोविन्द राधे राधे गोपाल राधे। राधे राधे गोविन्द गोविन्द राधे। गोविन्द
राधे राधे गोपाल राधे 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 गोविंद गोविंद राधे गोविंद राधे राधे गोपाल राधे अन्तिम अन्तिममा भइसक्यो आज है फाइनल हुँदा हजुरहरूको अब अन्तिम लास्ट फाइनल हो विचार गर्नु राधे राधे गोविंद गोविंद राधे गोविंद राधे राधे गोपाल राधे 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 गोविंद गोविंद राधे गोविंद राधे राधे गोपाल राधे 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 गोविंद गोविंद राधे गोविंद राधे राधे गोपाल राधे 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 गोविंद गोविंद राधे गोविंद राधे राधे गोपाल राधे 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 गोविंद गोविंद राधे गोविंद राधे राधे गोपाल राधे अब जम्मा दुईचोटि है त अब यताको पालि सबैजना हात माथि गरेर गुरुले हेर्दै हुनुहुन्छ राधे राधे गोविंद गोविंद राधे गोविंद राधे राधे गोपाल राधे 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 गोविंद गोविंद राधे गोविंद राधे राधे गोपाल राधे लास्ट राधे राधे गोविंद गोविंद राधे गोविंद राधे राधे गोपाल राधे 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 गोविंद गोविंद राधे गोविंद राधे राधे गोपाल राधे बोले भक्तवत्सल भगवान को अलि जाने भोटिङ हुँदैन है यहाँ गुरुले जे भन्नुहुन्छ त्यही हुन्छ ल गुरुजे गुरुलाई साह्रै गाह्रो भयो रे दुईटै उत्साहसँग कराइरहनु भएको छ अझै 3 चोटि लिनुहोस् अनि फाइनल गर्छु भन्नुभएको है त ल फेरि है त एकदम गाह्रो भयो रे सबै उस्तै उस्तै हुनुहुन्छ अब एकजना निर्णायक भएर दुईजना राख्नु पर्यो है त सञ्जयजी ल लोकनाथ गुरु त्यहाँ निर्णायक हुनुहुन्छ है लोकनाथ गुरु विचार गर्छु है ल यताबाट है त राधे राधे गोविंद गोविंद राधे गोविंद राधे राधे गोपाल राधे 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 गोविंद गोविंद राधे गोविंद राधे राधे गोपाल राधे 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 गोविंद गोविंद राधे गोविंद राधे राधे गोपाल राधे 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 गोविंद गोविंद राधे गोविंद राधे राधे गोपाल राधे यो लास्ट है राधे राधे गोविंद गोविंद राधे गोविंद राधे राधे गोपाल राधे 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 गोविंद गोविंद राधे गोविंद राधे राधे गोपाल राधे श्री कृष्ण चंद्र भगवान को गाह्रो पर्यो ल मैले त्यता दिएँ
हजुरकोबाट के छ लोकनाथ गुरु कुन टिमले जित्नु भयो त तपाईको अङ्क दिनुस् न कतालाई कति दिनुहुन्छ गुरुदेव 50-50 भएको छ अब निर्णायकको भोट हाम्रो पिताम्बर गुरुको हुनेछ अब अडियन्स है त अडियन्सलाई अब कसलाई दिनु ल गणेश गुरु कहाँ हुनुहुन्छ हाम्रो गणेश गुरु ल गणेश गुरुबाट निर्णायक गणेश गुरु कहाँ हुनुहुन्छ आउनुहोस् त ल बाहिरी 51 भित्र 49 है त एक अङ्कले अगाडि बाहिर गुरु जितेका छन् है जोरदार तालीले समाजतिर ल ठिक छ केही भएको छैन भर्खर एउटा हुँदैछ यो पछिन्छ ल गणेश ल ल केही भएको छैन एक अङ्कले हारेको है यो अर्को छ नि आउँछ फेरि त्यसपछि ल अब नाच्ने पनि बाहिर र भित्रको छ है बाहिर र भित्रको नाच्ने पनि छ ल अब हाम्रो गुरुहरूले भजन गाउनु हुनेछ नाच्ने पनि छ है विचार गर्नु होला अनि त्यसपछि म एउटा हेरेको हेरे जसले जित्छ हार्नेलाई म गीत गाइदिन्छु एउटा हेरेको हेरे भनेर है बोले भक्तवत्सल भगवानको ल एउटा मिठो भजनमा काम गर्नुहोस् त पहिला पालो कसको बाहिरको हो कि भित्रको गुरुदेव पहिला बाहिरको पालो ल पहिला बाहिरको है त सबैजना है जतिजना धेरै नाच्नुहुन्छ जति राम्रो नाच्नुहुन्छ त्यही अनुसारले त्यसबाट पनि चुनिन्छ फेरि बोले भक्तवत्सल भगवानको निर्णय गरेर गुरुहरू हेर्दै जानुहोस् है हेर्दै जान्छ नम्बर दिँदै जानुहोस् नाम पनि दिँदै जानुहोस् झम्के फुले राधाको नाकैमा सुनको बन्सी कृष्णको हातैमा यहाँ भित्र आउने भित्र नाच्नलाई भित्रै हो बाहिर होइन यही आउनु यता आउनु सबैजना को नाच्ने हो भित्र हो भित्रै अटिएन भने अनि त्यसरी ल ल सुरु गर्नुहोस् तपाईँहरूको पालो जम्मा 1 मिनट है हरिबोल हरिबोल कति राम्रो नाच्नु हो अब हेरौ है भित्रको ल बाहिर जानुहोस् हजुर बाहिर जानुहोस् त हजुर बाहिर जानुहोस् बोले भक्तवत्सल भगवान ल भित्रको सबै उठेर हो आहा लैजाऊ घुमाउन मलाई हुलास सहरमा भागवतमा ए नाच्न गाउनलाई ओहो सर्लकै सबै आयो त हो 2 मिनेटै चाहिन्छ हो गुरुदेव नत्र देखिँदैन ए हुलास सहरमा ए जस्ता पाता देखाउँदै आयो आयो लैजाऊ न कृष्ण कन्हैया मलाई लैजाऊ न कृष्ण कन्हैया मलाई
भक्तवत्सल भगवानको भाइ लोकनाथ गुरु अब जे गरे नि गर्नु खरो खरो यो यसो हो यो भित्रकोले चिटिङ गरे भएन बाहिरलाई कम भयो एकचोटि फेरि बाहिरलाई होइन अब त्यो तपाईँहरूको गल्ती है आफ्नो टिम बनाएर आउनु जित्ने भयो यसै गरी उठेर सबै आउनुभयो भने यहाँ नाच्न पाइयो ल है अब फेरि गर्नुहोस् त ल सुरु गर्नुहोस् कति मिनटको म त्यति नै भित्र पनि हजुरहरू बस्दिनुहोस् साइड लाएर बस्दिने है हजुरहरू बस्दिनुहोस् ल बस्दिनु फेरि आउँछ हजुरहरूको पालि यहाँ निर्णय हुँदैछ ल ल ल भित्र भित्र आउनुहोस् भित्र सबैजना ल हजुर यो युट्युब च्यानलमा हेर्नु पाउँछ है हजुरहरूको सबै नाचको यो युट्युब च्यानलमा भोलि हेर्न पाउनुहुन्छ हामीले झुटो बोलेको छैनौँ यहाँ रेकर्ड भइरहेछ फेरि भोलि भक्तवत्सल भगवानको ल निर्णायकहरूले झुटो बोल्यो भने हरे नभेट्दामा छटपटी हजुर त्यहाँ उठ्नुहोस् के गरे यस्तो हुन्छ आउनुहोस् न तिमीलाई सम्झिँदा बन्द हुन्छ रातो बलि गुरुदेवहरू निर्णय गर्नु पर्यो लोकनाथ गुरु कति नम्बर दिनुहुन्छ समादरणीय भक्त सज्जन यो निर्णय गर्ने काम बहुत कठिन छ तैपनि म यसमा शीर्षक अनुसार नम्बर दिएर फाइनल गर्दैछु यहाँहरूलाई थोरै धेरै कम बेस भएछ भने मलाई क्षमा गर्नुहोला बाहिर साइडको हाम्रो जस्तो हाम्रो भजनले के भनिरहेको छ त्यो हातको इसाराबाट पनि केही कुराहरू
प्रस्टिन खोज्छ। त्यस्तै नृत्यमा त्यस्तै स्माइल अथवा उत्साह कतिको छ, बाहिरको टिम कति धेरै आएर भित्र नाच्नुभयो, यो सबै कुराहरूलाई मैले समेटेर बाहिरको टिमलाई मैले 90 अङ्क प्रदान गरेको छु सायमा भने भित्रको टिममा हाम्रो मास धेरै देखियो, उत्साह धेरै भएको कारणले 5 नम्बर बढी ल्याउनु भएको छ। 95 नम्बर उहाँले उत्साह भएको टिमहरू उहाँ नाच्न आउने मान्छेहरूमा कमी भयो, यहाँको भित्रको धेरै उत्साह भयो, त्यसकारण 5 नम्बर उहाँहरूले बढी पाउनुभयो। धन्यवाद, जय होस्, कल्याण होस्। ल हेर्नुहोस् है, अब तपाईँहरूले एक्लै उचाल्नु भयो भने एक्लै कमिलाले के गर्छ अरे, कमिला सानो भए पनि ग्रुपमा गयो भने कमिलाले एउटा ठुलो ढिस्को पहाड बनाउँछ अरे है, हात्तीभन्दा पनि ठुलो पहाड बनाउँछ अरे, त्यो हात्तीले पनि नभत्काउनु सक्छ। तर हात्ती ठुलो छु भनेर घमण्ड गऱ्यो भने त्यो हात्ती नै रहन्छ। त्यस कारणले गर्दाखेरि हजुरहरू एकजुट भएर आउनुहोस् है त। ल अब फेरि हाम्रो बराबरी छ, एकचोटि फेरि एउटा गीतमा फेरि नाच्नेछौँ, त्यसपछि फेरि अर्को कार्यक्रम हाम्रो सुरु हुनेछ है। ल एउटामा भित्रको पाली, ल उठ्नुहोस् भित्रको पाली। अहिले समान अङ्क छ दुवै टिमको है। भोले बाबा दयाको खानी, पहिला सबै जाने है त अगाडि। हरि बोल, आहा
बच्चल भगवानको ल बसिदिनुहोस् हजुरहरू आफूले स्थानमा बसिदिनुहोस् आउनुहोस् ल बाहिरको टिम ए आइदिनुहोस् नाच्नेले त नाचेकै छ नि सुग्री भइगयो नि सब आइता जनाइदिनुहोस् अनि पो जितिन्छ त हेर्नु त भित्र कसरी एकचोटि हुनुभएको छ आइदिनुहोस् सबैलाई हुरुरु आइदिनुहोस् ल आइदिनुहोस् एकचोटि हेरौँ त के हुँदो रहेछ एकचोटि अनि गुरुहरूले कसरी हराउनु हुँदो रहेछ हेर्छु मलाई आउनुहोस् अरे ल सबैजना भित्र आउँ है त ल है ल ल ए हजुरहरू पनि जानु के यो नारी शक्तिलाई मात्र कति पठाएको पुरुषहरू जानुहोस् हुलासको यो गल्ली त्यो गल्ली मलाई कृष्ण नपार्नु बिचल्ली पहिला आउनुहोस् है त अझै आउनुहोस् त हेर्नुहोस् त हजुरहरूलाई भजन भनेर पनि नाच्ने खालको भजन गाइदिनु भइरहेको छ है त यस्तो माने उठेर आउनुभयो भने कहिले नाच्नुहुन्छ आउनुहोस् त आउनुहोस् 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 आहा हरे वृन्दावनको त्यो गल्ली यो गल्ली किन लजाको आउनुहोस् न आउनुहोस् वृन्दावनको यो गल्ली त्यो गल्ली मलाई कृष्ण नपार बिचल्ली
भगवानको ल गुरुदेव के छ सुदेव गुरुदेवको राय ल्याउन अलिकति त्यसपछि गुरुलाई त अँध्यारै भयो अरे म सुनाउनै पर्ने हो भने मात्रै सुनाउँछु होइन यहाँहरू सब थुप्रै छन् कहाँ जाने अहिले बस्नु बाई फाइनल नत्र गुरुदेवको हाम्रो सुदेव गुरुदेव थाक्यो भने होइन नम्बर कति दिनुभएको छ एकचोटि सुन्न पाऊँ भोलि भक्तवत्सल भगवानको त्यसपछि यो अघि कति थियो एक थियो होइन एक थियो होइन गाउने होइन एकछिन यस्तो अप्ठ्यारो काम मलाई नलागेको हुन्थ्यो निर्णायक भएपछि अप्ठ्यारो सहिले भन्न पाइयो एउटा भन्नु पर्यो नि निर्णय दिने भएर निर्णायक भएको त नि अप्ठ्यारो काम भयो त निर्णायक छैन नत्र त सजिलै जसले पनि भनिदिइहाल्थ्यो होइन ल लोकनाथ गुरुलाई जिम्मा मेरो पनि जय होस् गुरुदेव मैले यो पनि सबै कुराको बाँडफाँड गराएको छु नृत्यमा छुट्टै नम्बर अनि त्यसपछि जस्तो हातको इसारा भजनले के भन्न खोजिरहेको छ हातले इसारा के गरिएको छ त्यो सबै कुरा मिलाउँदाखेरि भित्रको टिम 98 नम्बर ल्याउनु भएको छ त्यसै गरी बाहिरको टिमको 1 नम्बर बढी आएको छ 99 पाउनु भएको छ अब यताबाट चाहिँ हाम्रो गुरुले चाहिँ 99 दिनुभएको छ है ल यहाँ त 99 गरिदिनु अब हाम्रो एकैछिन अब हेर्नुहोस् है हाम्रो यहाँ एउटा अर्को छ यति मध्येबाट एकजना आउनुहोस् जाऊ धन्यवाद यहाँ गर्छु ल्याइदिनु तपाईँहरूको टिममा स्याउ खान सक्ने को छ एकजना सल्लाह गरेर एकजना आउनुहोस् अलिकति थोरै यहाँ बाटो छोडिदिनुहोस् भित्रबाट पनि एकजना स्याउ खान सक्ने हात प्रयोग गर्न पाउनु हुँदैन है हात प्रयोग गराउनु पाउनु समाउनु पाउनु हुँदैन तपाईँले त्यसरी स्याउ खानु पर्ने त्यसलाई चुट्टा बाबु अनि अलिक पर ल भित्रबाट एकजना बाहिरबाट एकजना आउनुहोस् त होइन एकजना आउनु खाने हो नि त हजुर खाने हो ल ल उ त्यहाँ यहाँ होइन कमान्डर साहब त्यहाँ बाबु पहिला मान्छे को आउनुहुन्छ नि हाइट अनुसारले मिलाउनु त्यो अहिले नकाट को आउनुहुन्छ दुईजना आउँथ्यो ल दुईजना आउनुहोस् त एकजना होइन म त अलिक पर बाँधिदिनुहुन्छ धने भाइ पहिला मान्छे बेसी पर यति एक हात पर बाँध्नु न दुई हात पर जति यता एकजना चाहिँ डोरी छुट्याउ बिचबाट छुट्याउ अनि त्यसपछि यता अलिक पर बाँध्नु अनि यताको जति मान्छे हुन्छन् हाइट नभए ठ्याक्क निधारमा भेटिने गरी है ल पढ्नुहोस् न एकजना पस्नु हाइट त केही गर्दैन जत्रो हुनुहुन्छ त्यही अनुसार राख्ने हो त्यहाँ कोही हुनुहुन्छ र एकजना भित्र पस्नु त कोही कमान्डर साहब भित्र चाहिँ भोलि भक्तवत्सल भगवानको को आउनुभयो खोइ ल उहाँ आउनुभयो ल
मलाई जोरदार तालीले स्वागत गरिदिनु ल। ल भित्रबाट पनि एकजना बाबु धने भाइ यो ठ्याक्क टाउकोमा सिधा बनाएर भने टाउकोमा छुनी यहाँ छुनी गरी हो अलि यता ल्याऊ मलाई अनि अर्को छेउ पनि झुन्डाउने एकैचोटि सुरु गर्ने। नानी बाबु अलिकति पछाडि हट्दिनु आमा अलिकति पछाडि हट्दिनु। होइन जो पनि तपाईँले आउनु न तपाईँले लेडिज जो छ आइने हुन्छ नि के फरक पर्छ र लेडिज जो पनि आउँछ आउनुहोस् तपाईँ पनि। ल पहिला लेडिजलाई फर्स्ट लेडिज गर्ने र अनि चेन्ज गर्ने ल दाजु मेरो प्रभु पहिला लेडिज गर्ने र अनि चेन्ज गर्ने ल हजुर थाहा त भोलि भक्तवत्सल भगवानको ल आउनुहोस् बाहिरबाट एकजना लेडिज आउनुहोस् त। अब हामीसँग समय जम्मा 1 मिनट छ। 1 मिनट भित्र आउनु भएन भने जो टिमबाट आउनुभयो त्यसैलाई जितेको ठहर हुनेछ है। होइन पहिला आउनुहोस् न अनि त्यसो यतिमा झर्छ नि नखाएपछि एकैछिनमा कहाँ त्यति पाइन्छ नि हामीलाई आउँछ कहाँ कति के गर्नुपर्छ पहिला मान्छे जानुहोस् न। भोलि भक्तवत्सल भगवानको खोइ को आउनुभयो आइसक्नुभयो हजुरहरूको उहाँहरूको शुभ नाम है नाम के हो हजुरको? ए दाजु बाहिर बस्नु छ आउनुहोस् यता। गुरुदेव नाम परिचय लेख्नु छैन गिफ्ट छ जित्ने टिमलाई पछाडि छ। हजुरहरू यता ध्यान दिनुहोस् त मेरो कुरामा ध्यान दिनुहोस्। हातमा एउटा रामलाई मान्देऊ बाबु। राम नामले भनौँ बाबु। ल अब हात बाँधौँ त पछाडि। होइन होइन त्यो बाँध्नै पर्छ त्यो जसरी पनि बाँध्नुपर्छ बाँध्ने हात त बाँध्नुपर्छ। होइन होइन यदि हात बोकाउनु भयो स्याउ हानेर टाउकोले हानेर स्याउ खसाल्नु हो भने त्यो टिमले हार्यो है। स्याउ खसाउन पाइँदैन है टोकेर खाने
अब तपाईँले सक्नु भएन कोसिस गर्नु। तपाईँहरूसँग 10 मिनटको समय छ। ल भयो होइन त? ल समय सुरु गरौँ। अनि हामी यथा स्थानमा बसेर भजनमा ताली बजाउनेछौँ। गुरुहरूले बधाई दिनुहुनेछ। त्यही बधाईको बराबर हेर्नु है, त्यहाँ बराबर गुरु बराबर गरिदिनु है, कतै तलमाथि हुनु हुँदैन, एकदम हेर ठिक छ। ल हजुरहरू यता फर्किनुहोस् दुईजना। खै खै यता हेर्नुहोस् त, अहिले यता दुईजना उभिन्छ बराबर छ त्यो हेर्छु। ल आउनुहोस् अरे भाइ। हो बाबु त होइन त्यसरी नरिनु न, मलाई हेर्नु, मलाई हो बाटै हुँदो रहेछ। यता खै यता अलिकति उहाँको माथि छ। होइन होइन एकदम ठिक छ, त्यो पर्दैन, उहाँलाई अलिकति माथि गर्नु। उहाँको अलिकति दुईवटा इट्टाको व्यवस्था गरौँ ल। जग मलाई दुईवटा इट्टा खोजिदिउँ ल, मुनिबाट जग लगाइदिनु पर्छ। ल है त हजुरहरूको समय सुन्नुहोस्। तपाईँलाई अझै पनि केही तलमाथि जस्तो लाग्छ भने हेर्नु है, हामी तलमाथि कसरी न्युरेट हो अलिक सिधा हेर्नु न। बाटी हुँदो रहेछ, यतातिर अझै माथि छ। हो भनेर अलिकति हो, अलिकति यतापट्टि माथि गरेर त्यो अलिकति तल छ, अलिकति आधी धेरै पर्दैन, 10 mm माथि गर। ल हेर्नु हेर्नु ल बराबर गरेर त आउँछ। यता हेर्छु त ल। अब हजुरहरूको सुन्नुहोस् है, पहिला नियम सुन्नुहोस्। तपाईँ बाहिरको टिम को हुनुहुन्छ हात उठाउनुहोस् त, बाहिरको टिमले। बाहिरको टिम ल हात उठाउनु सक्नु भएन? ल ल बाहिरको को हुन्छ बोल्नु त एकचोटि। ए ल हस् ल एकदम ठिक छ, नचलाइस ल। अब तपाईँहरूको समय 10 मिनट छ है। तपाईँले 10 मिनटमा धेरै जसले धेरै खान्छ त्यो सक्नुसँग मेटर राख्दैन। सक्नु भयो त झन् राम्रो, सक्नु भएन भने पनि धेरै जसले खायो त्यसले जित्छ त्यो टिमले है। तपाईँको समय सुरु हुन्छ 1 2